So hello guys, good morning. Welcome back to my channel, Gola Sister. So म हो तपाईको होस्ट और दोस्त गीता तमाङ या फिर गीता तमाङ गोले. So one of Gola Sisters. Basically we are 5 नि. हामीहरु 5 जना दिदी बहिनी हो. एउटा दादा भी हुनुहुन्छ एउटा. सबसे ठुलो दादा, त्यहाँबाट दिदी दुईटा, त्यहाँबाट म हो, त्यहाँबाट म भन्दा मुनि दुईटा बहिनी छ. अनि सो आज चाहिँ म यो ब्लग्स बनाउन जान्दैछु. किन भन्दा नि यसै बनाउनु मन लाग्यो, त्यही कारणले बनाएको. सो म आज रेडी भएर हस्पिटल जानु छ. हस्पिटल किन भन्दा नि म भन्दा सानो बहिनी म नि आज हस्पिटल जान्दैछु. बहिनीको चेकअपको लागि रुटिन चेकअप. रुटिन मतलब अब तपाईलाई थाहै छ होला, म भन्दा सानो बहिनीले चाहिँ मतलब इपिलिप्सी छ त्यसलाई. सो भयो थुप्रै साल भयो, अब धेरै साल जतिखेर त्यो 4 सालको थियो त्यहाँबाट त्यसलाई बिमार पक्रेको. अनि मतलब अब त्यतिखेर त हामी पनि सानो डोरो एकदम धेरै झाँक्री हस्पिटल 7 सालबाट चाहिँ हस्पिटल गएको थियो. जब त्यसको उमेर 7 सालको थियो त्यतिखेरबाट गरेको हो. अनि अहिले त धेरै साल भयो, 12-13 साल भइसक्यो. 13 सायद मेबी 15 साल जस्तो भइसक्यो होला, 15-16 साल बिमार भएको. अनि 15 साल भन्दा पनि बेसी भयो होला, मलाई त यति याद छैन किनकि म पनि सानो. अनि बाइ द वे बनाउने यो भिडियो बनाउनेको टपिक चाहिँ यो हो कि म नि आज बहिनीको रुटिन यो चेकअपको लागि म जान्दैछु. किनकि हामीले यहाँ धेरै इलाज गरेको थियो. उहाँ पनि इन्डियामा पनि डिब्रुगढ भयो, आसाममा डिब्रुगढ भयो, 2-3 खेप त कति खेप त डिब्रुगढमै इलाज गरेको हो नि त. डिब्रुगढमा अनि इलाज गर्दाखेरि राम्रो भएन. त्यहाँ फेरि कति अब त्यस्तै हुन्थ्यो पहिला त हैन. अनि उयो गेप हुन्थ्यो, दबाई गेप हुन्थ्यो. त्यहाँबाट पनि अब म भन्नु चाहन्छु कि हामीहरू किसान थियो. मतलब हाम्रो पापा चाहिँ फार्मर हुनुहुन्थ्यो. अनि अहिले खेती छोडेको 2 साल जस्तो भयो. अनि खेत गर्नु छोड्यो. अनि किसान हुनुहुन्थ्यो त्यतिखेर चाहिँ अब भन्ने बेलामै पैसा नहुने, किनकि किसानहरूको त पैसा सिजनली आउँछ नि त, त्यही कारणले त्यस्तो हुन्थ्यो कि. अनि पैसा नहुनेको वजहले कहिले चेकअपमा जानु पाएन. यसै पनि हामीहरू 6 बच्चा हो. 6 बच्चामा 5 जना हामी पढ्थ्यो. दादा, म, दिदी दुईटा अनि बहिनी, कान्छी बहिनी पढ्थ्यो. सानो थियो हामी सबैजना. अनि हामीले यो बहिनी चाहिँ मम्मी पापासँग बस्थ्यो गाउँमा. अनि गाउँमा बसेर हामी चाहिँ रोइङ भन्ने ठाउँमा बसेर अनि हामीले चाहिँ उयो गर्थ्यो नि त, पढाइ गर्थ्यो क्या. अनि त्यतिखेर इलाज गर्नु कहिले पैसा भएन, कहिले पुरा 3 खेप न 4 खेप जस्तो पुरा कमामा पुगेर आएको नि त यो त. अनि लास्ट 2021मा वेलर पनि लगेको थियो. त्यो वेलरमा पनि 6 मन्थमा आउनु भन्नुहुँदै थियो, तर आए मतलब जानु भ्याएन. वेलर पनि अब हामी जहाँ बस्छ अरुणाचलमा त्यहाँबाट बहुत टाढो हो नि त, धेरै टाढो छ वेलर पनि. अनि त्यो वेलरमा 6 मन्थमा आउनु भनेको थियो. त्यस्तो भएर अनि अब दबाई त कन्टिन्युसली थियो, लेकिन दबाई गेपिङ थिएन. 2000 इन्डिया अब यहाँको त 2022 के अरे 82 हो नि त. त्यहाँ त त्यतिखेर त त्यहाँको त अब त्यहाँ त 2025 चल्दैछ भनेपछि त्यतिखेर 2011 मलाई याद छ. 2011 बरु अहिलेसम्म चाहिँ दबाई गेपिङ छैन. अनि त्यतिखेर पनि अब हामीले वेलरमा लगेर दिदीहरूले लानुभएको थियो वेलरमा. अनि इलाज गरेर मामा दिदी दादाहरू गएर आउनुभएको थियो इलाज गरेर. त्यतिखेर 6 मन्थमा आइराख्नु भने, लेकिन दबाई त एकदम सिरियस त थिएन, तर पनि बिमार त भइरहेको छ. एपिलिप्सी भएपछि अब त्यसलाई बिमार पक्रिराख्ने, लड्ने, अब बाथरुममा पनि लड्दैन, भात खाँदा पनि लड्ने, सुत्दा पनि लड्ने, यस्तो नि त. अनि त्यो थियो. त्यहाँबाट त अब उहाँको डक्टरले भन्नुभयो, वेलर डक्टरले 6 मन्थमा आउनु भन्नु. त्यो 6 मन्थमा यस्तो गरेर भ्याएन. लेकिन कन्टिन्युसली दबाई चाहिँ कन्टिन्युसली हामीले मगाउँथ्यो क्या. त्यो हाम्रो घरको छेउकै उयसमै मगाउँथ्यो हामीले, रोइङमै हुँदाखेरि फार्मेसीमा मगाएर अनि उयो गर्थ्यो. त्यहाँबाट त्यस्तो गर्दा यत्रो साल बित्यो. 2021बाट अब यत्रो साल बित्यो है, 3-4 साल भयो. कन्टिन्युस दबाई थियो. अनि
24 को अनि फेरि 24 को सेप्टेम्बरमा नयाँ मम्मीका पनि गर्दैछ 2024 को सेप्टेम्बर 10 तारिक उहाँबाट हामीले इन्डियाबाट निक्लेको हामी सबैजना निक्ल्यो दादा छोडेर दादा यहाँ ड्युटीमा हुनुहुन्थ्यो नि त अनि दादाको छुट्टी नमिलेर अनि हामीले चाहिँ सबै आएको थियो अनि पुरा फ्यामिली नै आएको थियो अनि हाम्रो ठुलो दिदी त बाहिर छ तपाईँलाई थाहै छ होला क्रोएसियामा त दिदी बाहिर हुनुहुन्थ्यो त दिदीको बिहे थियो सेप्टेम्बर 21 मा चाहिँ अनि हामीले बिहे थियो भनेर अनि हामीले सबैजना आयो बहिनीको इलाज पनि गर्ने अनि दिदीको बिहे पनि गरेर अनि बिहे पनि उयो के बिहेमा पनि एटेन्ड गरेर जाने भनेर प्लानिङ थियो हाम्रो यहीँ बस्ने भनेर प्लानिङ थियो नि त अनि बहिनीको त्यहाँबाट त दिदीको बिहे चाहिँ भयो दिदीको त 15 दिनमा छुट्टी थियो अनि दिदी त वहीँ बिहे हुनुभएछ अनि दिदीको बिहे चाहिँ खत्तम भयो सेप्टेम्बरमा अनि अक्टोबरमा फेरि के भन्छ उयो गर्ने भने त बहिनीलाई हस्पिटल लाने भने त यहाँको एउटा दाइले हाम्रो राम्रो दाइ हो प्रेम दाइले फेरि त्यो रिकमेन्ड गरे कि राम्रो हस्पिटल छ भनेर डक्टर राम्रो छ भनेर यहाँ डक्टर के भन्छ यो के नाम थियो मोहनराज सर हुनुहुन्छ भनेर नि त पाटन हस्पिटलमा अनि यस्तै बिमारको एपिलेप्सीहरूको हेर्नुहुन्छ भनेर नि त अनि गयो कि हामीहरू अनि लगेर गयो बहिनीलाई इलाज गरेर अनि अलिकति औषधिहरू चेन्ज गरिदियो अनि अब फट्टै चेन्ज हुने बेलामा त धेरै बिमार पक्रेको क्या अक्टोबरमा त अनि अक्टोबर कति तारिक पो लगेको थियो हामीले अक्टोबर 6-7 तारिक होला अनि अक्टोबर 6-7 तारिक होला अनि त्यो उयो गरेर त्यहाँबाट फेरि उयो गरेर आयो लिएर त्यहाँबाट सेम थियो कोही औषधि चेन्ज गरिदियो कोही त्यो बन्द गरिदियो कोही मतलब सेम थियो कोही दुईटा जस्तो मतलब डिफ्रेन्ट छ अनि त्यहाँबाट मन्थली आउनु भन्नुभएको थियो मन्थली अब मन्थली त जानु 2-3 खेप त जानुभयो दिदी बहिनी एक खेप कान्छी बहिनी गयो होला एक खेप कान्छी बहिनी तुलसा दिदी त हर टाइम जानुहुन्छ यति हेल्प गर्नुहुन्छ नि मलाई हामीलाई त यहाँको सबैजना हामीलाई धेरै हेल्प गर्नुहुन्छ हाम्रो रिश्तेदारहरूले तर उहाँ पनि धेरै मतलब हस्पिटलतिर कुदिराख्नुहुन्छ कि हामी मसँग यहाँ तुलसा दिदीले अनि धेरै हेल्प गर्नुहुन्छ क्या अनि आज पनि उसँग जाने म अनि हस्पिटल लास्ट टाइम दुई खेप गएपछि चाहिँ मलाई 2 महिनाको औषधि लिएर कि 3 महिनाको डक्टरलाई दिनु भनेको थियो सरलाई डक्टर सरले भन्नुभयो कि 2 महिनाको चाहिँ हुँदैन 3 महिनाको चाहिँ हुँदैन 2 महिनाको मात्रै लानु भनेर अनि फेरि आज जाने टाइम भयो अनि लास्ट मार्चमा गएको थियो मार्च 14 तिर गएको थियो होला अनि आज अप्रिल मे 2 महिना यसो त यसलाई लानु पर्दैन चेकअपको लागि त मैले लिनै सक्दैन किनकि यति उयो छ नि हेभी छ एक्सर्साइजहरू पनि गर्दैन मान्दैन यति जिद्दी हुन्छ नि यस्तो बच्चाहरू दिमाग चाहिँ अलिक बच्चा जस्तो छ कि अनि मान्छे चाहिँ ठुलो अब दिमाग चाहिँ बच्चा जस्तो अनि त्यही कारण अनि लानु मलाई चाहिँ यसलाई लड्यो भने यस्तो हेभी छ मान्छे ओह सुतिरहेछ दिपा हेलो भन हेलो हाई गर्दैन हाई यस्तो गर्न हाई चाहिँ नलान्दा पनि हुन्छ अनि यसको जतिखेर बिमार पुग्छ त्यतिखेरको भिडियो रेकर्डिङहरू गरेर अनि त्यही देखाउँछु म चाहिँ लगेर अनि त्यसको हिसाबमा औषधि कस्तो गरेर खिलाउनु पर्ने कस्तो टाइम गरेर तर पहिलाभन्दा अलिकति चाहिँ ठिक्क भएछ पहिला त दिनै पक्रिन्थ्यो कि मतलब उहाँ हुँदा पनि पक्रिन्थ्यो यहाँ पनि पक्रिन्छ तर कहिले चाहिँ हप्तामा एक खेप पक्रिन्छ कहिले ज्यादा एक्साइटेड भयो भने पक्रिन्छ कहिले ज्यादै के भन्छ दुखी भयो भने पक्रिन्छ कहिले ज्यादै उयो खुसी छ भने पक्रिन्छ त्यस्तो हुन्छ कि यसलाई अनि ज्यादा झ्याउमा भिडभाडमा पुरा बिमार धर्छ नि त यसलाई बिमार धरेर अनि लड्छ क्या अनि त्यही कारणले अनि दिमाग पनि फेरि 4 सालको हुँदाबाट बिमार भएको त अनि दिमाग पनि बच्चा जस्तो छ क्या कहिले बच्चा जस्तो कहिले बुढी मान्छे जस्तो सम्झाउँछ भनेको बोजू जस्तो क्या अनि त्यही भएर म त अनि त्यहाँबाट त म अक्टोबरमा गएपछि त अनि अक्टोबर भएपछि त त्यहाँबाट त्यसलाई इलाज राखेर त हामी त गएको थियो नि त मम्मी म दिदी त माइली दिदी त अनि उहाँ माइली दिदी र मम्मी त उहाँ हुनुहुन्छ अनि म त आयो 1 महिना फेरि बसेर काम गरेर फेरि अनि अब जब छोडेर अनि मैले त रिजाइन गरेर आयो मैले उहाँ काम गर्थ्यो अनि अहिले चाहिँ यसको चौकीदार अनि पापाको खाना पकाउँदैछ अहिले त फिलहाल केही पनि गरेको छैन यसको दबाई सकिनु लागि
कति 2 हप्ताभर मलाई भने दिदी दबाई खत्तम भयो, दिदी दबाई खत्तम भयो, दिदी दबाई खत्तम, परेशान गरिदिन्छ अनि 2टा मात्रै छ, 2टा मात्रै भोलि चक्क छ दबाई चाहिँ, अनि औषधि चाहिँ, अनि आज चाहिँ लिएर आऊँ भनेर चाहिँ म जान्दैछु हस्पिटल। अनि यसको अस्तिको टाइम जाँदा चाहिँ त्योभन्दा अगाडि चाहिँ हामीलाई त्यो के टेस्ट ल्याबमा गएर टेस्ट गर्नु भन्ने थियो। एकखेप म जाने बेलामा त्यो गरिदियो। मतलब त्यो यो दबाई जो खाँदैछ नि, मतलब कतिको असर हुँदैछ, मतलब यो ब्लडमा मतलब कुछ रिएक्सन छ कि छैन, मतलब ब्लडको लागि त्यो मतलब कतिको यो ब्लडमा चाहिँ राम्रो छ कि छैन, त्यो सब टेस्ट गर्नलाई त्यो ल्याबमा टेस्ट गर्नु लागेको थियो। अनि त्यो सब गरेर त्यो पनि रिपोर्ट देखाइसक्यो। अनि अस्ति लास्ट टाइम चाहिँ फेरि अस्ति मार्चमा चाहिँ मलाई उयो भन्नुभयो थियो डक्टरले, 2टा चाहिँ टेस्ट गर्नुहुन्थ्यो। एउटा टेस्ट सुगर ऱ्यान्डम टेस्ट अनि एउटा लङ्सको। अनि लङ्सको र सुगरको पनि देखाएको, त्यो पनि ओके छ, नर्मलै छ, किनकि सुगर 114 छ, त्यो पनि ठिक छ। अनि त्यो बाँकी त्यो लङ्सको पनि ठिक छ, सबै ओके छ भने। अनि त्यो रिपोर्ट लगेर त्यो रिपोर्टहरू चाहिँ मैले यहीँ टेस्ट गराएको, किनकि यसलाई लिएर जानु आउनु भन्नुहुन्छ। अनि कता लिएर जानु, पठाउ पुग गर्दा के गर्दा, अनि यसलाई त कसरी पकड लानु, एक बार लडेपछि 2-3 जनाले पक्रिनु सक्दैन, अनि कहाँबाट हुन्छ, परेशान हुन्छ कि। अनि त्यही कारण तपाईँलाई मैले यो भन्नु चाहन्छु कि मतलब यो कारणले मैले यो भिडियो बनाएको हो कि म यहाँ अब अहिले फिलहाल इन्डियाबाट आएर मैले के गरेको छैन, अनि त्यो बताउनु लागि। अनि फिलहाल चाहिँ म बहिनीको चौकीदार, सो अनि यसको गार्ड भनौँ न, अनि यसको केयरटेकर, अनि अरू के होइन। थ्याङ्क यू फर वाचिङ। अनि म अब जान्छु पाटन हस्पिटल। पाटन हस्पिटलको सामने छेउ क्लिनिक, एक्ज्याक्ट पाटन हस्पिटलमा त होइन, त्यो छेउको क्लिनिकमा, अनि त्यहाँ जाने हो। अनि औषधिहरू लिएर आउने, डक्टरलाई रिपोर्ट देखाउने, अनि भिडियोहरू यसको जो बिमार धरेको कस्तो कस्तो भएको थियो त्यो भिडियो देखाउने हो। अनि त्यो लिएर गएर त्यो रिपोर्टहरू पनि अस्ति गरेको त्यो पनि देखाउने, अनि आउने। तर आज दिउँसो त भेट्दैन त्यो सरलाई, अनि हमेसा 3:30 बजीको बाद पछि मात्रै हुन्छ। सो त्यही कारणले अनि मैले चाहिँ यो भिडियो बनाएको हो, एक्ज्याक्टली मैले के गर्दैछु नेपालमा फिलहाल भनेर। अनि ओके, अनि 3:30 बजी चाहिँ पुग्नु पर्ने, त्योभन्दा पहिला अब निस्किनु पर्ने। बुढी मान्छेले भन्नुभयो छाता लगेर जानुहोस्। के लगेर जानु अरे? छाता लगाउनु। छाता किन? छाता नलाँदा हुन्न? गरम हुन्छ। ल हुन्छ, थ्याङ्क यू। यस्तो यस्तो के गरेको? डु लाइक भन्दा चुटकी मार्छ। डु लाइक सेयर एन्ड सब्सक्राइब भन्दा 3:30 बजी पुग्नु पर्ने, उहाँ चाहिँ 3:30 बजीको पछि चाहिँ भेट्ने हो। अनि म चाहिँ अहिले नै अब त्यसरी रेडी त भयो, म नुहाइधुवाइ गरेर रेडी चाहिँ भइसक्यो, अनि क्रिम स्ट्रिम पनि लगाइसक्यो। अब चाहिँ तुलसा दिदीलाई लगेर जाने हो। पठाउमै जानुपर्छ होला, हेरौँ बाइक पठाउ गर्नुपर्छ कि ट्याक्सी हेर्नुपर्छ। सो यहाँबाट एप्रोक्सिमेटली 10 किलोमिटर छ कि त्यस्तो छ होला यहाँबाट पाटन ललितपुर। सो अनि त्यही हो, अब घरमा त त्यही हुन्छ, सुख दुःख त भइरहेको छ। सो जब तक हे जान तब तक त हेर्नुपर्छ मेरो। अब नि माया लाग्छ, के गर्नु, यस्तै हो जिन्दगी, त दुःख सुख त भइरहेको छ। सो थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू फर लिसनिङ मी, अनि डु लाइक सेयर एन्ड सब्सक्राइब, बाई। यो भिडियो बनाउनको कारण यो होइन कि मैले यो भिडियो किन बनाएको भन्दा नि जस्ट मलाई बनाउनु मन लाग्यो, मलाई सेयरिङ गर्नु मन लाग्यो, त्यही कारणले बनाएको। मैले कसैको सिम्पैथी गेन गर्नु लागि बनाएको होइन यो भिडियो। कसैको मलाई बिचारा यस्तो नभन्नुहोस्, जस्ट मैले सेयरिङ गर्नुको लागि मेरो मनबाट, अनि त्यही कारण मैले बताएको। सो थ्याङ्क यू भन् दिपा। थ्याङ्क यू। डु लाइक सेयर एन्ड सब्सक्राइब।